अमिलो ठोट्नेको अचार। हेलो नमस्कार, खाम्री म सेवानी फेरि पनि स्वागत जनाउँदछु मेरो युट्युब च्यानल सिक्किम मम्स ब्लगमा। अनि आज चाहिँ म तपाईहरुलाई ठोट्नेको अचार बनाएर देखाउन लागेको छु। ठोट्ने चाहिँ मैले अस्ति पाक्योङ मरौमा जाँदाखेरि फर्किँदा नानाले दिनु भएको थियो। त्यो ठोट्नेको अचार चाहिँ आज म बनाउन गइरहेको छु। तपाईहरु मसँग अन्तिमसँग रहनु होला। यो ठोट्ने चाहिँ मैले अहिले केलाउँदै छु। 2-3 दिन भइसकेको छ, ओइली पनि सकेको छ नभ्याएको कारणले। अनि यो भन्दा अगाडिको ब्लगमा तपाईले हेरिसक्नु भएको छ मैले पाक्योङबाट लिएर आएको भनेर है। अनि आज चाहिँ बनाउन गइराखेको छु अचार। अहिले चाहिँ म काट्दै छु। अब यो काटिसकेर चाहिँ मज्जाले धुने छु। धोइवरी चाहिँ नुनमा मोल्ने छु। अनि तपाईले किन चाहिँ सोच्नु हुँदै होला है अगाडि नै किन नधोएको भनेर सोच्नु हुँदै होला, किनभने ठोट्नेमा भित्र कोही बेला किरा पनि हुन सक्छ, त्यसकारणले चाहिँ केलाइसकेर धुने छु। हेर्नुहोस् अहिले चाहिँ मैले धोइसकेको छु अनि नुन लाउँदै छु। हेर्नुहोस् ठोट्ने चाहिँ मैले मजाले नुन लगाएर भिजाएर रातभरि राखेँ। अनि अहिले चाहिँ मैले सुकाइराखेको छु यहाँ हेर्नुहोस्। अनि खोर्सानीमा पनि नुन र भेनिगर लगाएर राखिराखेको छु। अब अचारको लागि तेल खर्याउन आँटेको छु। हेर्नुहोस् तेल पनि खरिसकेको छ मजाले। जिरा पनि भुटिसके मैले, अब अलिक सेलिनु दिनेछु। जिरा भुटिसके अनि अब म खोर्सानी भुट्दैछु। जिरा र सुखा खोर्सानी पनि अब सेलिसकेको छ, अब पिस्ने छु। अनि यहाँ तेल पनि सेलिसकेको छ, अब म मसला लाएर फिट्ने छु। अब चाहिँ साथीहरु मसला एड गर्दैछु, मिक्स गर्दैछु। हर्दी, रङ खोर्सानी अनि अब चाहिँ म लाल बजारबाट लिएर आएको अचारको मसला पनि फिर्दैछु। यो त तपाईलाई मैले पहिलाको ब्लगमा पनि देखाइसकेको थिएँ है। यो चाहिँ लाल बजारको शपिङ कम्प्लेक्समा पाउँछ अचारको मसला, एकजना प्रधान आन्टीको दोकानमा। अनि मज्जाले अब फिर्दैछु। अब चाहिँ यसमा चाहिँ म त्यो जुन सुकाइराखेको ठोट्ने अनि खोर्सानी एड गर्नेछु। हेर्नुहोस् अब हेर्दै खाउँ खाउँ लाग्दो हुँदैछ है साथीहरु। अब चाहिँ ठोट्नेलाई लाएँ। मिठो बास्ना आयो, एकदमै मिठो मग बास्ना। त्यही माथि ठोट्ने अमिलो भएकोले गर्दा एकदमै टेस्टी। अन्त नुनमा मोलेर राखेको थिएँ मैले हिजो नै है। अनि अघि मैले अलिकति दिउँसो खानासँग खाँदा पनि एकदमै मिठो भयो साथीहरु। यो ठोट्ने त त्यसै यतिकै खानु मिठो हुन्छ नि त साथीहरु। अनि पहिला चाहिँ मैले एकखेप चाहिँ उमालेर बनाएको थिएँ। यो चाहिँ नउमाली नुनमा भिजाएर बनाएको है साथीहरु। कस्तो हुँदो रहेछ यो चाहिँ मैले फर्स्ट टाइम बनाएको यसरी काँचो ठोट्नेको अचार चाहिँ। म अब 1-2 घाम चाहिँ यतिकै सुकाउने छु अनि बटलमा हाल्ने छु। यो अमिलोलाई काटोस् भनेर चाहिँ मैले अघि सुखा खोर्सानी पनि पिसेर हालेको है साथीहरु। वाउ दामी बास्ना आयो साथीहरु, हेर्नुस् त मिठो बास्ना आयो। हेर्नुस् न मैले हिजो बेलुका बनाएँ है। आज दोस्रो दिन देखाइराखेको छु तपाईहरुलाई। हिजो बेलुका बनाएर म सुति गएँ है। अनि घाम लाग्छ होला भनेको त हेर्नुस् न घाम लाग्नु छैन हो। अनि मैले घाम लाग्छ कि भने यहाँ बाहिर चाहिँ ल्याइराखेको छु हो। अनि अघिसम्म मैले ढकनी लगाएर राखिरहेको थिएँ, अहिले भर्खर ढकनी खोलेको। अब यहाँबाट भएको अलिकति मोइस्चरहरू सबै उडेर जाओस् भनेर चाहिँ यहाँ सुकाइरहेको छु। अब 1-2 घाम चाहिँ सुकाउँछु भनेर सोचेको थियो, तर घामै लागेको छैन। हेर्नुहोस् न साथीहरु, अचार देख्दा चाहिँ अब एकदमै माउथ वाटरिङ हुँदैछ साथीहरु। म आफैलाई त्यस्तो भइरहेछ। हजुरलाई कस्तो भइरहेको छ कमेन्ट गर्नु होला है। र भोलि पर्सि बनिसकेर बटलमा लगाइसकेर पनि तपाईलाई देखाउने छु। तर यो मेरो फर्स्ट ट्राई हो। कति दिनसम्म राखेर खान सकिन्छ त्यो चाहिँ याद छैन हो। यो चाहिँ बनिसकेपछि चाहिँ म अब 1-2 घाम सुकाएर बटलमा हालिसकेपछि बादमा म मेरो नानालाई पनि पाक्योङमा चाख्नुको लागि पठाउने छु। उहाँहरूले चाखेर के भन्थ्यो पास भए मात्रै चाहिँ म पास हुने छु है साथीहरु। हेर्नुहोस् कस्तो लाग्यो तपाईलाई ठोट्नेको अचार। त साथीहरु तपाईहरुले अहिलेसम्म हेरिदिनु भयो। तपाईहरुलाई कस्तो लाग्यो, तपाईहरुलाई के कस्तो लाग्यो, कतिजनालाई ठोट्ने मन पर्छ या मन पर्दैन प्लिज कमेन्ट गर्नु होला। अनि कतिजनाले त ठोट्ने देख्नु पनि भएको छैन है।
तपाईहरुले पनि पाउनु भयो भने चाहिँ बनाएर खान सक्नुहुनेछ। ल त आजलाई यति नै, भेट्ने छु अर्को ब्लगमा। थ्यांक यू सो मच फर वाचिङ। बाइ बाइ।